एउटा सामाजिक सञ्जालमा खुबै भाइरल छ कि यो पछिल्लो समय सामाजिक सञ्जालहरूमै भाइरलहरूलाई चाहिँ तपाईँको पार्टीमा जोड्नुपर्छ भनेर व्यङ्ग्यात्मक एउटा पोस्टलाई चाहिँ तपाईँले सेयर गर्नुभएको छ। त्यहाँ चाहिँ अब यो कलौटे त्यसलाई चाहिँ मैले यसरी भने अब साथीहरूले अब कति अब यस्तो छ नि त, म चाहिँ भन्छु ती मान्छेहरू त राम्रो मान्छे हो, उसले देश बेच्यो र भ्रष्टाचार गर्यो, घुस खायो है, आफ्नो कला बेचिरह होला बिचरा, कहिले हँसाइरह होला, कहिले के गरिरह होला, तर उसले कला बेच्या छ नि त, देश त बेचेन। त्यस्तो मान्छेहरूलाई त म त ल्याउँछु। अति व्यक्तिहरू जुन उडाइराख्नु भएको छ, कलौटे भन्नुहुन्छ के भन्नुहुन्छ, उहाँको नाम छ हेर्नुहोस्, त्यसै अपमान गर्ने होइन नि मान्छेलाई, होइन? ती मान्छेहरू देश बेचेको छैन होला, विदेशीको इसारामा नाचेको छैन होला, कसैलाई तपाईँको छैन अनाहकमा मर्न लगाएको छैन होला, काट्न लगाएको छैन होला, कुट्न लगाएको छैन होला। त्यस्ता मान्छेहरूलाई भोलि म औजार बोकाउन सक्छु। सबै राम्रो हर्क साम्पाङको एउटै बानी नराम्रो धेरै पोस्ट गर्छ अरे। हर्क साम्पाङले देश बेच्यो, हर्क साम्पाङले देशको सम्प्रभुलाई तपाईँको चाहिँ कम्प्रोमाइज गर्यो, गरेन? नदी नाला बेच्यो, बेचेन? घुस खायो, खाएन? भ्रष्टाचार गर्यो, गरेन? कमिसनमा कुद्यो, कुदेन? होइन? षड्यन्त्र गर्यो, कसैलाई चाहिँ कोठाभित्र बसेर जा भाइ त्यहाँ लडेर मर भनेर भन्यो, भनेन? के गर्यो हर्क साम्पाङले? स्टेटस धेरै लेख्यो। म त नेपाललाई माया गर्ने मान्छे, हेर्नुहोस् है, देशलाई माया गर्नु भन्ने बित्तिकै चाहिँ विपक्षीलाई पनि माया गर्नुपर्छ, विरोधीलाई पनि माया गर्नुपर्छ। मलाई त पख भनेर मलाई अहिले भन्ने मान्छेलाई मैले माया गर्नु, किनभने मैले यदि देशलाई माया गर्छु भने ती मान्छेहरू पनि त नेपाली हुन् नि त, होइन? हारे भने जित्नेको घरमा 1 वर्ष नोकर बस्छ। अहिले तपाईँको यो साक्षी राखेर बल्लोस्, यो चुनाव गराओस्, होइन? प्रत्यक्ष कार्यकालको चुनाव गराओस्, त्यसमा सबै उठ्छ होला, को उठ्छ, म पनि उठ्छु। जसले जित्छ उसको घरमा 1 वर्ष म बिना तलबको, होइन, कामदार भएर बस्छु। हर्क साम्पाङले बोलेपछि सक्यो, ज्यान जान्छ, गर्दन जान्छ, वचन फर्किँदैन। म होम मिनिस्टर बन्ने हो भने त एम्बासेडर पो आउने हो त मलाई भेट्नलाई, फुलको माला लिएर, होइन र? ल बधाई छ मन्त्रीज्यू भन्ने आउने होला नि, हो नि? अब म चाहिँ जानु पर्ने त्यहाँ अर्काको खुट्टा चाटेर, है? न मलाई मन्त्री बन्नु छ, न मलाई मेयरै बन्नु छैन, वडा सदस्यसम्म पनि बन्नु छैन मलाई। अर्काको खुट्टा चाहिँ म चाट्दिनँ। जाइ नलाग्नु, आइलाग्यो भने अब मर्ने गरी बजाउनु भनेको तपाईँको नगरपालिकामा अब यहाँ त हामी गइ जाइ लाग्दैनौँ, आयो भने तपाईँको टोल भेला आउने, बजाउने। अब के गर्ने त अब? मेरो त त्यही हो, जारी छ मेरो त निर्देशन, त्यही